हेलो एन्ड वेलकम टु आवर नेक्स्ट ब्लग। आज चाहिँ मैले ब्लग स्टार्ट गर्दैछु अनि सबैजनालाई ह्याप्पी तिहार। हामीले अब सेलरोटी बनाउने हो। सेलरोटी बनाउनलाई यहाँ पिठो बनाउन लाउनु भयो मम्मीले। पिठोमा चिनी र घिउको ब्याटर हाल्दैछौँ हामीले अनि यसलाई एकछिन माडेर अनि भिजाएर राख्ने हो। रोटी चाहिँ दिउँसो बनाउने हो हामीले। हामीले अब भेली रोटी बनाउने भनेर आमाले भेली काट्दै हुनुहुन्छ। पहिला भेली रोटी बनाउँछ, अनि त्यस पछाडि बल्ल सेलरोटी बनाउने हो। भेली रोटी बनाउन लाएको हामीले। यहाँ चाहिँ भेली पाक्दैछ है। हामीले अब सेलरोटी बनाउँदैछौँ। बनाउँदै हुनुहुन्छ यहाँ यता दिदीले। हामीले रङ्गोली बनाएर लक्ष्मी पूजा गऱ्यौँ। त्यसको चाहिँ भिडियो खिच्नै हामीले बिर्सिएछ रङ्गोली बनाउन लाएर है। ह्याप्पी तिहार सबैजनालाई। तिहारको बिहानको त कुनै भिडियो पनि बनाउन हामीले क्लिपहरू खिच्नै भ्याइएन, एकदम धेरै बिजी भयो। टिका लगाइसकेपछि बल्ल भिडियो बनाउने मोबाइल चलाउने फुर्सद भयो। गाइज हाम्रो चाहिँ टिका सिका लाएर सकियो। अब हामी चाहिँ खाना खान लाग्छौँ। हाम्रो खानामा चाहिँ यो छ है, यता अर्पणा छ। र गाइज हामी चाहिँ हजुरहरूलाई अब खाना खाएर भेट्छौँ है त। शिकायत गर्ने मौका नदेऊ। भन सक्यो देउसिरे भनी करम दिगामा हल्लाइकन झिलिमिली झिल्ला सेलरोटी मिल्ला आगुम फागुम धेरै धेरै चालीमाथि गिरौँला के दिन्छ रे छोरा रातो बाटो चिप्लो बाटो लड्दै पढ्दै आयो नि हजुर आउँदैन रातमा देउसिरे खेल्दै रिक्ति चित्ती परम्परा जग्गा हुँदै जग्गा हुँदै एउटा